सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आज मैले फर्सीको फुलको रेसिपी लिएको छु। फर्सीको फुललाई मैले चाहिँ वास गरेर दुई भागमा बाँडिसकेपछि मैले यहाँ फेरि घोल बनाउँदैछु। घोल बनाउनको लागि मैले बेसन, मैदा अनि त्यसपछि अदुवा लसुनको पेस्ट, जिरा, धनिया अनि त्यसपछि नुन, गरम पाउडर, हल्दी लिएर मैले यसलाई यसै गरी घोल्दैछु। यसमा अलिकति मरिच पनि राखेको छु र मरिच राखेपछि मैले यसलाई हातले मोल्छु जहिले पनि। त्यसपछि यसलाई पेस्ट राम्रोसँग घुल्ने गरी यसलाई पेस्ट गराउनुपर्छ। त्यसपछि यसलाई तलमाथि लाग्ने गरी फर्सीको फुललाई त्यो पेस्टमा डुबाएर मैले तावा हिट गरिसकेको छु यता। त्यसपछि फ्राई गर्नुपर्छ राम्रोसँग। यसलाई तलमाथिबाट लगाएपछि एक एक गरेर राख्नुपर्छ। धेरै फेरि यो राख्न मिल्दैन। कतिजनाले यो फर्सीको फुलको पकौडा खानुभएको छ कि छैन, हजुरहरूलाई कस्तो लाग्छ खानु? मैले पनि यो फर्स्टचोटि बनाएको छु। कतिजनालाई मनपर्छ, कतिजनालाई मन पर्दैन, कतिजनाले थाहा पाउनुभएको छैन होला। हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला, किनकि मान्छेमा हरेक कमी कमजोरीहरू हुन्छ अनि यो कमी कमजोरीबाट मान्छेहरू सधैँ अगाडि बढ्ने एउटा अवसर खोज्छ र मैले पनि त्यही अवसर खोजिरहेको छु। सबैजनालाई भिडियो हेरिदिनु भएको लागि धन्यवाद भन्न चाहन्छु।